800, 795, 840। नेपाली उपन्यासहरूको मूल्य आजभोलि अलि धेरै भएको हो त? के लाग्छ तपाईँलाई? कमेन्ट गर्नुहोस्। तर किन भइरहेको छ होला त यस्तो? आउनुहोस् बुझौँ। कारण 1, पेपरको मूल्य दिन प्रतिदिन बढिरहेको छ। कारण 2, अरू खर्च जस्तै कभरको डिजाइन, सम्पादन, यसमा पनि राम्रै मूल्य लाग्छ। त्यसपछि कारण 3, किताबमा प्रयोग हुने प्राय सामग्रीहरू बाहिरबाट आउने गर्छ। यसले गर्दा आयात खर्च, कर, ढुवानी इत्यादिमा पनि राम्रै खर्च हुन्छ। अर्को महत्त्वपूर्ण कारण भनेको चाहिँ नेपालको मार्केट साइज र नेपालमा पाठकहरूको सङ्ख्या। नेपालमा पाठकहरूको सङ्ख्या कम भएको कारणले गर्दा पब्लिकेसनहरूले कम सङ्ख्यामा किताबहरू छाप्छन्, जसले गर्दा किताबको मूल्य चाहिँ बढ्न जान्छ। सायद यिनै कारणहरूले गर्दा किताबहरू महँगो भइरहेको छ। हो, हामी पाठकहरू बुझ्छौँ राम्रो किताब बनाउन खर्च लाग्छ, तर यो दरहरूमा त किताब पढ्न गाह्रो हुन थालेको छ। विद्यार्थी, युवा अनि नयाँ पाठकहरूलाई त निकै असहज हुन्छ। त्यसैले प्रकाशकहरूलाई अनुरोध, किताबको मूल्य कहाँ कसरी कम गर्न सकिन्छ कम गर्ने प्रयास गर्नुहोस्। पाठकहरूले पनि मेहनत बुझेर थोरै खर्च गर्न लोभ नगरौँ, किनकि किताब किन्नु भनेको खर्च होइन, यो त आफूप्रतिको लगानी हो। त्यसैले सबै मिलेर साहित्य सबैको पहुँचमा पुर्याउँ।